कामले बस्न छ माता के बनाउन आइछ यस्तो यहाँ यसो जानमा जान खाने मान्छे जान खाने आज अहिले लाक्सहरूको धर्मको कुरा गर्नुपर्छ क्या मैले गर्छु हिसाब किताब मैले गर्छु के हिसाब किताब गर्छस् गर्नु त्यो दम छ भने यहाँ मैले गरेर नगर रक्सी किन खायो त्यो रक्सी किन खायो रक्सी खाने आज खुन्न पाइन्न तिमीलाई त भित्र बोतल लाउनु पर्यो पास गर्नु शिक्षिका जस्तो मान्छे छ विद्यार्थी खोजेर मास्टर यहाँ आफ्नो थाहा छ विद्यार्थीले गर्दा यस्तो तरिकाले पढाएर आज पास हुन्छौँ त पास हो कि फेल हो त्यो तनावको विषय होइन कि तपाईँ अनुशासनमा बस्दैन कि रोक्सी जानु भएन के स्कुल कमिसनर रोक्सिएर आउँछ नि त किन विद्यार्थीले के सिक्छ तपाईँबाट तपाईँलाई जाहिर खाने मन हो कि होइन कसैलाई जबरजस्ती नेपाल सरकार जाहिर खाएन नि त यहाँ न तपाईँलाई खाएको छ न मलाई खाएको छ न यहाँबाट खा कि तपाईँले पढाउने गर्छ नि यहाँ जबरजस्ती ल्याएर गरेर तपाईँलाई छ नि त दुनियाँले मोल फाल्ने जाने काम गरोस् बरु रोक्सी उति खान पाइन्छ बरु म भन्ने रोजी खाने उनीहरू डोकासम्म पढ्छु स्कुलमा आउने अनि रोक्सी खाइदिएर आउने एकचोटि कुराहरू तपाईँको अस्ति नै पनि बोलाउनु भयो आमा तपाईँले अस्ति पनि भने अब त बाटा अस्ति नै पनि खै कतिखेर अहिले आएन अनि मलाई बिदिन्छु ल पछि तपाईँले गरेर दुनियाँलाई उ गर्ने समाज विकृति गराइदिनु तपाईँले अहिले म बिदिन्छु पछि गर्छु पढे लेखेको मान्छे त पढे लेखे जस्तो हुन्छ खाने पनि समय हुन्छ 10 बजे खाने यो स्कुल आउने के हो तपाईँको नीति के हो उ गरेको के यहाँ हेर्छ पैसा तपाईँको यो तपाईँको जो